हेलो ल के छ केटाकेटी हो ल सबलाई वेलकम छ ल। आज चाहिँ गेममा आएरहेछ, बिहान आएरहेछ चाहिँ एउटा सामुराई बन्डल रिटर्न आएरहेछ ल। हेर्दा पहिला चाहिँ मैले निकालेकै थिइनँ, त्यही भएर अब चाहिँ अहिले चाहिँ निकाल्नै सुरु सारमा होइन त ल। अन्त झट्टै गएर चाहिँ पहिला मन्थलीको डायमन्ड क्लेम हान्दिहालौँ। क्लेम भइहाल्यो ल। अब जाऊँ न त ल। ल के हुँदैन यार, यस्तो नेटै चलेन नि त भान्जा भान्जियो। ल यो बन्डल निकालौँ कि टोकन त रहन्छ गरेँ त। यो चाहिँ हेड चाहिँ गाइजहरू यो दामी छ है ल। हेडले गर्दाखेरि चाहिँ मैले निकाल्न लागिरहेको छु ल। सुरु गरौँ त नि है ल। 20को एउटा झ्याम्मको स्पिन हानौँ न त ल। के पर्छ हेरौँ न त ल। 20को झ्याम्म स्पिन एकै दिन्छ कि 20को पहिला दुइटा झ्याम्मा हानेर उस गरेपछि छिटै पर्छ भन्ने हल्ला त सुन्दै गरेँ केटा हो मैले। के हुन्छ हेरौँ न त ल अब। वे अरे भाइ साहब के भयो यस्तो रे, निक्लिहाल्यो गाइजहरू यस्तो दामी खाले। ओ माई गड के भनौँ यार मैले केटा हो। ए 2 स्पिनमा निक्ल्यो यार, के भन्नु यार। लक त फेरि हो क्या दादाको फेरि। यो बन्डल अब हाम्रो मेन बन्डल थिएन नि त होइन, त्यही भएर चाहिँ यो चाहिँ हामीलाई क्वाएर त्यति धेरै खुसी हुन पर्दैन, किनकि यो बन्डल नि हुन त टपकै यो इन्क्युबेटरको झ्याम झ्याम पड्काइदिने है ल अब केटा ल। एक स्पिनमा नै पर्दा ल। टोकन चाहिँ त्यति राम्रो परेन है ल केटा। डोन्ट रिमाइन्ड मी अगेन हान्दैन बरु। लेट्स सी ल। अब आज चाहिँ सामुराई चाहिँ ल फिक्सै निकाल्न पऱ्यो है ल केटा हो। जसरी होइन आज सामुराई चाहिँ झ्याम्म निकाल्न पऱ्यो कि केटा। आज भएन के होइन, पर्ला पर्ला जस्तो गर्छ यहाँ। यस्तो झम्मा आउँछ कि यस्तो पहेँलो देखाइहाल्छ यार। इकाइ यस्तो पहेँलो पऱ्यो जस्तो देखिन्छ तर पर्दैन क्या। ल हेर टोकन नि कति थोरै थोरै परिरहेको छ यार तेरि। ल ल ल ल ल फेरि त्यही बन्डल, पुरानो बन्डल, केटीको बन्डल परेन्छ। कस्तो थोरै थोरै परेको त नि यार टोकन पनि। गरिना दिएन यार, लास्टी ठग्छ कि यो। 10 टोकन त दिए यार। ल 10 टोकन दियो है ल जोस् एउटा चाहिँ। नाइस 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 नाइस। बन्डल पर्न पर यार केटा हो। बन्डल चाहियो के, बन्डल 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 चाहियो केटा हो। ए केटीको बन्डल पऱ्यो जस्तो लाग्यो है त, परेर हिँड्छ। ल ल लामो 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 ठिक छ, दामी दामी यस। ओ केटाको बन्डल पऱ्यो क्या, परेर हिँड्छ। केही छैन कि डायमन्ड त आज त हानिदिए गरेँ। लेट्स सी अब हेरौँ न तँलाई के पर्छ। जम्मा 116 रहेछ दत। यस्तो पाराले त भन नि त ल केटा हो। 2-2 त परेको ठिकै नै छ, सबैमा 2-2 पऱ्यो। बन्डल चाहिँ निकाल्न पऱ्यो कि यार, बन्डल पर्न यार। बन्डल पर एकचोटि यस्तो झ्याममा लक रोयल घुमाउनु पऱ्यो यार केटा हो। भन कि झ्याममा केटा एकचोटि लक रोयल घुमाएर आउनु पऱ्यो। अब जाम फेरि स्पिन हानौँ है ल अब। पर्ला पर्ला जस्तो गर्छ तर पर्दैन कि केटा हो। डायमन्डै सिद्धिन लागिसक्यो यार। यस्तो नुवाला ड्रेस लाउनु पऱ्यो क्या। पख है ल केटा हो, दामीवाला नुवाला ड्रेस लाउनु पऱ्यो। हुकङ लगाइदिनु पऱ्यो, हुकङको मेरो नुवाला सक्यो। डाउडै रहन्छ कि फेरि यस्तो हुन्छ क्या केटा हो। फाइनल्ली एउटा बन्डल त धन्नले पऱ्यो के। 2 स्पिनमा नै परिदिरहेछ कि बन्डल त। यसलाई चाहिँ के पेरेन्ट्स पनि गरौँ होइन। पहिला चाँडो हुकङको बन्डल चाहिँ डाउनलोड भएन त अब। ए ल है ल अब चाहिँ पर्न सक्छ एकचोटि। फेरि नेट के भइरहेछ कि क्लियर क्याच नै क्लियर हान्दिनु पऱ्यो कि एकचोटि झ्याम। अब झामै ल अब पर्छ होला है ल अब। के हो यार ल केटा नेट। ल आयो स्कारलेटमा जाम हाम। सामुराई पऱ्यो क्या है तेरिका। 10-10-10 परेर छ, केही छैन कि केटा हो। अरू त केही नि हुन्न, टोकनै परेन नि त केटा हो। भएन कि यस्तो भएन केटा हो। गरिना देन यार, गरिना केही गरिब यार हामी यार। गरिना यार देन यार, गरिना
के हानिस् यार गरिन यार धेरै यार त्यतिवटा बन्डल दिएर खुसी नभए नि त केटा हो भान्जा भान्जी हो यार आज त पढ्दै परेन नि त ए पुग्यो ल जा यार के भइरहेछ यार देख तेरिका पढ्दै परेन कि केटा हो देख 208 18 दिनको लागि त रहेछ यसको चाहिँ केटा पार्ट 2 नि आउँछ अहिले केटा टेन्सन चाहिँ फेरि नल्याऊ केटा पार्ट 2 नि आउँछ केटा हो लास्टको 42 डायमन्ड छ अब के हान्ने यार 20 को हान्दैन बरु अब ओए केटाको पर्यो क्या ए परेको रहन्छ ए मलाई त यार काँडा यहाँ झ्याममा आइरहेको थियो कि एउटा एक टोकन थाहा थियो ल केटाबाट भान्जा भान्जीलाई सब ठिक छैन परेको भन्ने त अब गरिनाले हामीलाई यही एउटा दियो केटा हो केही छैन के सामुराई नै निकाल्ने त हो तर केटा होइन खै तर एकचोटि बन्डल चाहिँ हेर्नु पऱ्यो कस्तो रहेछ होइन यो नेट के लामो जस्तो चलिरहेछ यार भन क्या भन नेटै भन के ल केटा हो ल हामीलाई परेको बन्डल चाहिँ यो हो होइन यो दामी छ अहिले चाहिँ होस् ल फाइनली चाहिँ एउटा बन्डल चाहिँ पऱ्यो ल केटा हो होइन गरिनाले अब दिन त किन्दैन त्यस्तो राम्रो तर यो बन्डल नै ठिकै छ अब यसैमा नै खुसी हुन पर्ला जस्तो छ अब कता गयो इ वे गोल्डन सामुराई ठिकै छ त नि पनि ठिकै हो ल त ल भान्जा भान्जीलाई यो भिडियोको पार्ट 2 पनि आउने नै छ ल सबैजनालाई ल बाई